हर हर महादेव, शिव शंभु, कैलाशपति, जय महाकाल, जय हनुमान, जय बाबा नरसिंह। म तपाईहरूको बीच फिर नयाँ एक भिडियो लिएर आइसकेको छु। जो भिडियो तपाईहरूलाई वशीकरणको हुनेछ। जो व्यक्ति जसलाई आफ्नो तन मन दिलमा राखिसकेको छ, त्यो व्यक्तिलाई भन्न सकिरहेको छैन, त्यो व्यक्तिले उसलाई मन पराइराखेको छैन, एकतर्फी माया हो भने, उसलाई पाउने इच्छा छ भने त्यो व्यक्तिले यो वशीकरण प्रयोग गर्न अति आवश्यक छ। जो केटा केटी, आमा बहिनी, दाइ भाउजू मन टुटिसकेको छ, मिलिरहेको छैन, जसलाई प्रेम पाउनु छ, पति हो या पत्नी हो, पत्नी हो या पति हो, दुईटैमा टुटाव छ, अलि दूरीपना भइरहेको छ, तपाईको साथीहरूमा कसैमा यो टुटावको स्थिति उत्पन्न भइसकेको छ भने यो वशीकरण प्रयोग गर्ने तपाईहरूलाई उचित समय हो। त्यसैले वशीकरणको म विधि दिनेछु। यो वशीकरण मन्त्रले तपाईको प्रेम अनि दाइ भाउजूको प्रेम जसलाई पनि तपाई आफ्नो तर्फ आकर्षित गर्न सक्नुहुन्छ र वशमा गर्न सक्नुहुन्छ। तपाईले जे भन्नुहुन्छ त्यही कुरा मान्ने छ र तपाईको कुरा उसले तपाईको कुरा भरपूर गर्नेछ। त्यसैको आशाको साथ म तपाईहरूलाई यो वशीकरणको भिडियो बनाउँदैछु। राम्ररी सुनिदिनु होला र मलाई यो भिडियोलाई प्यार दुलार दिएर लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। सुरु गरौँ है त आगेको भिडियो। साथीहरू, के छ भनेदेखि वशीकरण गर्नको लागि तपाईलाई पहिला तपाईको यो मन्त्रलाई तपाई जल, पानी भन्छ, जललाई आफ्नो मुखमा 31 पल्ट राखेर मन्त्र जप गरेर कुल्ला गर्नु। 31 पल्ट मन्त्र पनि जप्नु, कुल्ला पनि गर्नु। मन्त्र जप्नु, मुखमा राखेर कुल्ला गर्नु अनि मन्त्र जप्नु। 31 पल्ट जपेर तपाई मुख धुनु। ठीक छ। मुख धुँदाखेरि तपाईको के हुन्छ भने त्यसपछि तपाईले मन पराको, मुख धुएपछि तपाईले मन पराको इच्छित व्यक्तिको, त्यो व्यक्तिसम्म कुरा गर्नु, त्यो व्यक्तिलाई कुरा गर्नु। जसरी तपाईले कुरा गर्नुहुन्छ त्यसरी नै तपाईको वशमा त्यो हुँदै जान्छ। ठीक छ। त्यसमा के भयो भनेदेखि तपाईको नजदिकमा पत्नी छ भनेदेखि पत्नीलाई तपाईले यो क्रिया गरेर आफ्नो वशमा गर्न सक्नुहुन्छ। पति छ भने पतिलाई यो क्रिया गरेर आफ्नो वशमा गर्न सक्नुहुन्छ। तर प्रेम पाउनु छ, प्रेमी हो या प्रेमिका हो, त्यो टाढा बसेको छ भनेदेखि के गर्नु भनेदेखि उलाई फोटो राख्नु अनि पानी मुखमा हाल्नु। 31 पल्ट त्यो फोटोमा पानीको कुल्ला फालिदिनु। 31 पल्ट फालेपछि त्यो तपाईको वशमा हुन्छ। त्यसपछि उसँग तपाईले आफ्नो मनमानी गर्न सक्नुहुन्छ। तर दाइ भाउजू छ भने उलाई यही विधिले बताइदिनुस् अनि त्यो गर्छ अनि दाइ भाउजूको मन मिल्छ अनि एकतर्फी माया हुन्छ, हैन, अटुट माया हुन्छ। यसको मन्त्र यस्तो छ साथीहरू, राम्ररी सुनिदिनु होला र यसलाई जपेर राम्रोसँग यसलाई तपाईले युज गर्नु होला। मन्त्र छ ओम क्रीम ह्रीम नमो माहित्ये सर्वलोकम में बसी करू रहूं फल स्वाहा। फेरि म एकपल्ट बताइदिन्छु। ओम क्रीम ह्रीम नमो माहित्ये सर्वलोकन में बसी करू रहूं फल स्वाहा। ठीक छ। यो दुईटालाई तपाईले जपेर राम्ररी तपाई कुल्ला गर्नुस्। मुखमा जल हालेर पानी हालेर कुल्ला गर्नुस्। फोटोमा या कसैसँग कुरा गर्दाखेरि वशीकरण हुन्छ।
आजको भिडियो यस्तै छ साथीहरू। मिल्छु अग्लो भिडियोमा। तबसम्म थारू मन्त्र तन्त्रलाई राम्ररी लाइक शेयर सब्सक्राइब र मलाई सपोर्ट गर्नुहोस्। मदेखि कुनै सल्लाह सुझाव चाहनुहुन्छ भने मलाई व्हाट्सएप कल गरेर लिन सक्नुहुन्छ। गुरु दीक्षा तपाईँ लिन चाहनुहुन्छ भने मलाई डाइरेक्ट म्यासेज कल गरेर लिन सक्नुहुन्छ। आजको भिडियो यति नै। मिल्छु अग्लो भिडियोमा। हर हर महादेव शिव शम्भु कैलाशपति।